हेलो फेरि पनि सबैजनालाई नमस्कार छ। म जगै राजवंशीको तर्फबाट आज म विदेशको बसाइबाट एउटा अत्यन्तै दुःखद खबर तपाईहरुलाई पस्किँदैछु। एकदम सुन्नै पर्ने बुझ्नै पर्ने कुरा छ। एकजना मोरङको दिदी हाल कुवेतमा वैदेशिक रोजगारीको लागि आउनु भएको छ। उहाँको घर परिवार चाहिँ मोरङ र उहाँको परिवार चाहिँ उहाँको बुढा विदेशमा मलेसियामा हुनुहुँदो रहेछ र उहाँ चाहिँ यहाँ कुवेतमा वैदेशिक रोजगारीको लागि आउनु भएको र उहाँको परिवारमा चाहिँ धेरै दिनदेखि खटपट भएर मतलब परिवार अलिकति नराम्रो स्थितिमै चलिरहेको रहेछ र उहाँ चाहिँ यहाँ वैदेशिक रोजगारीमा आएर कुवेतमा एकजना परपुरुषसँग टिकटकमा मायामा पर्नु भएको रहेछ र उहाँ पुरुषले चाहिँ अनजान पुरुषले चाहिँ उहाँको पैसा खाइदिनु पनि भएको रहेछ र माया जालमा पारेर उहाँलाई चाहिँ अत्यन्तै अब के भन्ने हैन लिभिङ टुगेदरमा बस्नु भएको रहेछ र उहाँ दिदीले आज परिवार समूह यो कुराहरु सबै थाहा पाइसकेपछि उहाँ दिदीले आज भर्खरको घटना हो, हिजोको घटना हैन, उहाँ दिदीले चाहिँ आत्महत्या गर्नु भएको छ। साथीहरु यो भिडियो तपाईहरुलाई म राखिदिन्छु, हेर्नु होला। तर मैले आत्महत्या गरेको लाइभ भिडियो चाहिँ राखेको छैन। उहाँले बोल्दै गरेको भिडियो पछि गएर घरमा रुममा गएर उहाँले लाइभ टिकटकमा गएर आत्महत्या गर्नु भएको छ। यदि तपाईहरु पनि कोही कतै यस्तो घटनाहरुबाट जालमा पर्दै हुनुहुन्छ भने सचेत हुनु होला हाम्रो दिदी बहिनीहरु। किन यस्तो काम गर्नुहुन्छ तपाईहरु हैन, यो भिडियो हेर्नुस्। उहाँ दिदी नै हो हैन, उहाँको घर चाहिँ मोरङ हो। तपाईलाई म त्यो लाइभ टिकटकमा आत्महत्या गरेको चाहिँ राख्न नमिल्ला हैन, तर उहाँले अलिकति बोल्दै गरेको चाहिँ बाहिर बोल्दै गरेको भिडियो चाहिँ म राख्छु। उहाँको पारिवारिक घटपटको कुराहरु चाहिँ हेर्नुस् है। मेरो श्रीमान मलेसियामा हुनुहुन्छ, तर अब त्यस्तै टिकटकबाट बोलियो, बुढी भन्ने भो, यताउति भो, त्यसैमा बोलियो के। बुढा मलेसियामा हुनुहुन्छ, मेरो ढाँट्ने कुरो भएन। त्यही हो, म यसरी डिभोर्स भएको छैन। धोका त भयो मबाट। मेरो श्रीमानलाई चाहिँ म सरी भन्न चाहन्छु। मैले गल्ती गरेको हो, गल्तीको महसुस पाइरहेको छु। त्यही हो। अनि मेरो श्रीमान त्यति बोल्नुहुन्न, बोल्नु मान्नुहुन्न, आफ्नो आफ्नो बाटो गरेर खाने भनेर भन्नुभएको छ भोइसमा। अनि मैले के गर्ने, अब म साँच्चै गाह्रो भइरहेको छ। त्यही हो, मलाई महसुस चाहिँ कस्तो भएको छ भने हैन, दिदी बहिनीहरु पनि यति देश विदेशमा हुनुहुन्छ भने म जस्तो नफसिनु होला। अनजानमा माया नगर्नु, कसैलाई पनि घात हुँदो रहेछ भन्न चाहन्छु। मलाई त्यस्तै भयो अहिले। राजा बाबु, अर्को फेसबुकमा पनि बाबु राजा हुनुहुन्छ, तर त्यसमा पनि ब्लक गर्नु भएको छ। हजुर। अनि नागरिकतामा चाहिँ उहाँले भन्नुभएको छ सुशील बुढा मगर हो भनेर। अब के छ, अब नागरिकता त हेर्न पाएन होला हैन। घरमा बुढी छोराछोरी हुँदा पनि बुढी छैन, छोराछोरी छैन भनेर कसैको घरबार पनि नबिगारिदिनु होला भन्न चाहन्छु उहाँलाई। र मैले पैसा दिएको टोटली तपाईको नाममा होइन, तपाईकै साथीहरुको नाममा हालिदिएको हो। अनि तपाईले हिसाब गरेर पैसा लिनु भएको हो। सबै कुरा मसँग प्रुफहरु छ। पैसा हालेको साथीहरुको नाम भोलि गएर तिम्रो कारणले बदनाम नहोस्, म यो भन्न चाहन्छु उहाँलाई। बहिनीहरुलाई सल्लाह दिन चाहन्छु र लिभिङ टुगेदरमा यसरी नबस्नु होला। बसे पनि आफ्नो घर परिवार ख्याल गरेर यस्ता कामहरु गर्नु होला। भरसक त अब गर्दै नगर्नुस्। अब यति सानो कुराले गर्दाखेरि घर परिवार आफ्नो ज्यानै गयो। र तपाईहरु कहाँदेखि हेर्दै हुनुहुन्छ, झापा जाँगा टोली युट्युब च्यानललाई पनि लाइक, सब्स्क्राइब, कमेन्ट गर्नु होला। थ्यांक यू, बाइ बाइ।